हजारौं समस्या र कठिनाइको बावजुद ढुङ्गा जस्तो अटल बनाएको मेरो मन आज फेरि पग्लिएको छ। भाइ पूजन मालेको स्वास्थ्यमा गम्भीर समस्या आएको खबरले मलाई स्तब्ध बनाएको छ। म भगवानलाई प्रश्न गर्न चाहन्छु, भाइले के त्यस्तो गल्ती गरेको थियो र? भाइ हरेक रूपमा कमजोर छ। गल्ती नै गरेको थियो भने पनि क्षमा भन्ने शब्द त होला नि भगवान। तसर्थ म सहयोगको अपेक्षा गर्दै सिमाना पारी इन्डियाको दार्जिलिङ डिस्ट्रिक्ट पुगे। ती मायाले भरिएका मन, सहयोगी हात, करुणामय अनुहारहरूको माझमा पुगे र भाइको समस्याको बारे सबै बताएँ। ठुलो ठुलो धर्मगुरुहरू अनि ठुल्ठुला धार्मिक नानाहरू अनि ती मायाले भरिएका मन, सहयोगी हात, करुणामय अनुहारहरूलाई एकै ठाउँ उभ्याएर सञ्जीवनी कल्याण संस्थाको रूपमा नामकरण गरिएको रहेछ र म आफैले पनि सबै कुरा बुझ्ने मौका पाएँ र सबै कुरा बुझिसकेपछि म स्वयं आफै पनि आबद्ध भएँ। मेरो कुरालाई नजिकबाट निहाल्दै र विश्वास गर्दै उहाँहरू आज इन्डिया दार्जिलिङबाट नेपाल रोङ 6 सलकपुर इलाम पूजन भाइको घरमा आइपुग्नु भएको छ। नारी सारी पनि छैन भन्छन्। अब हेर्नेले त नारी छाम्दो रहेछ पहिल्यै, अनि त्यहाँबाट अनि हातहरू मार्दै कतिजनाले मारिदे, लु यो मान्छेलाई राख्नु हुँदैन, कुदै हाल्नु भनेर चाहिँ खानेकुरो एउटा लिस्ट बनाएर दिनुभएको छ। जस्तो कि बिहान चाहिँ तपाईँको यो कोदोको खोलेहरू, अनि तपाईँको यो 9-10 बजी चाहिँ अरू होइन। सञ्जीवनी भन्ने एउटा दबाईको नाम पनि हो। अच्छा होइन, र अनि अब हामी एउटा ग्रुप दबाई नै बनियो है। र दबाईको माध्यमबाट नै अब तपाईँलाई एउटा हामीले अलिकति त्यस्तो छैन, हल्का अलिकति सहयोग गर्नु आएको छौँ। र यो चाहिँ एउटा अमृतको रूपमा दिने हो। यही चिज पनि हाम्रोबाट आएको छ। यो चाहिँ तपाईँलाई एउटा दबाई सम्झिने र नयाँ जीवन पाउने, र अब नयाँ जीवन पाएर चाहिँ हामीले केही कुरो गर्नुपर्छ है। अब हामी अब हाम्रो भाइको माध्यमबाट हामीले आएको छौँ। भाइ हामी सबै एउटा छ, सबै पछि भाइसँग मिलेर हामी सबै मिलेर एउटा राम्रो कामहरू गर्नुपर्छ होइन। मानव जीवन फेरि फेरि पाइँदैन, बल्ल बल्ल पाएको जीवन हो। सुख दुःख भनेको त हुन्छ नि आफ्नो कहिलेको कर्मको कारणले है। अनि अहिले पनि हामीले केही काम गऱ्यो भने अहिले यो चाहिँ मानव जीवन चाहिँ यति राम्रो हो कि यहाँ चाहिँ सुध्रिने मौका पाउँछ, अरू जग्गामा पाइँदैन। जस्तो पशुमा भयो, प्रेतमा भयो, नरकमा, देवलोकमा कहीँ पाउँदैन। मानव जीवन चाहिँ यति ठुलो महत्त्व होइन। यहाँ चाहिँ किन महत्त्व छ, राम्रो छ भने जस्तो अब तपाईँ हामी डिस्कस पर्यो रिसको झोकमा, भोलिपल्ट आएर सरी भन्नु पनि पाइन्छ। सुध्रिने मौका छ नि त यहाँनिर होइन। अनि त्यसले गर्दा यो चाहिँ यति महत्त्व हो। र अनि अब त्यसको दिनलाई बिर्सिदिनु होइन। हिजोसम्म जे जस्तो भयो भयो, अबको जीवन चाहिँ एकदम राम्रो हुने। हाम्रो अब सञ्जीवनीबाट हजुरलाई अलिकति सामानहरू ल्याइदिएको छौँ। सबै नाना दिनुहोस् न, सुन्ता नाना, भाइ पनि जानुहोस् न। यसो तपाईँ हामी सबै मिलेर होइन गर्नुपर्छ। अब हाम्रो भाइले धेरै राम्रो कामहरू गर्नुहुँदैछ। अनि पछि यहाँ पनि अब धेरै छ हामीले गर्नुपर्नेहरू हो। अनि त्यसमा तपाईँले पनि हामीलाई तपाईँहरूको पनि एकदम सहयोग चाहिन्छ होइन। धनको सहयोग नभएर शरीरको सहयोग, वचनको सहयोग होइन। आएर श्रमदान, अब त्यो हामीले मलाखन बनाउँदा आएर तपाईँले आएर एउटा ढुङ्गा उठाइदिनुहोस्, एउटा एक के भन्थ्यो जग पानी ल्याएर लगाइदिनुहोस् होइन, एक गाँठी पानी बोकिदिनुहोस् होइन। त्यो तपाईँहरूको लागि न, मैले यहाँ जुन बनाउनु सोचेको यो मेरो लागि होइन, तपाईँहरू सबैलाई पुण्य कमाउनु। जति पनि अहिले हामी दुःख छ हाम्रो पहिलेको कर्मको कारणले हो। अब कुनै समयमा हामी थियो होला आज होइन, भाइको माध्यमबाट तपाईँसँग यसरी हामी भेट्नु कहाँको, हामी तपाईँहरू कहाँको केही थिएन नि त। ल एकदमै राम्रो हुने, राम्रो। यहाँनिर चाहिँ अलि सरसामान छ, फ्रुटहरू छ, फ्रुट छ है, टाइम टेबल यहाँ अलि जुसहरू छ। आउनुहोस् न भाइ पनि। हाम्रो यहाँ साथमा चाहिँ हाम्रो मन्जिल भाइको गाडीमा गाडागाडीबाट उहाँले नै सबै चिनी फलफुलहरू छ, अङ्गुरहरू छ। यहाँ आँटाहरू छ, ल यो राख्नुहोस् है। ल आमा पूजा गरेर म यो फी पनि ल्याइदिएछु, बिहान बिहान खानु जिउमा दल्ने है। यहाँ मैले एउटा उयो मेरो अब भाइहरूको लागि पछि सहयोग गर्नुपर्छ, ढोलमा लखानको लागि चाहिँ एकदम बचाउने मेरो जरुरी छ। बुट्टी पनि ल्याइदिएको छु भनेर म होइन।
यसको चाहिँ प्रयोग कसरी गर्नु हातमा लगायो अलिकति खानुपर्छ के नै डराउनु पर्दैन त्यो डाक्टरको उयोसँग नि यो जसको कुनै इफेक्ट पर्दैन ल यसलाई खाँदा हुन्छ त्यसको रिएक्सन छैन यसले ल मै लगाइदिन्छु ल एकदम सस्ता राम्रो हुने नि ब्यागमा राख्नु यो लगायो यो चाहिँ तपाईँको एकदम नयाँ जीवन सुरुभन्दा पनि ठुलो जीवन हो यो ल लगाउने एकदम राम्रो हुने फाल्टो चिज राम्रो उयो हुने है यो जीवन फेरि फेरि पाइँदैन खानुहोस् खुसी नि अब नौलो मान्छे आउँदा हामीलाई पनि त यहाँको त यहाँको भइहाल्यो नि अब त्यो तपाईँ सबैजनालाई एउटा पुण्य सञ्चय गर्ने एउटा ठाउँ बनाउने है अनि सबैजना मिलेर गर्ने अब त्यहाँनिर अब त्यो बनाएपछि म पछि ठुल्ठुलो गुरुहरू यहाँ ल्याउँछु गुरुहरूको दर्शन पाएपछि गुरुहरू भनेको चाहिँ कस्तो भने अब उनीहरूमा पोजिटिभ चिजहरू हुन्छ होइन अनि त्यो चाहिँ अब आफूमा पनि राम्रो नै आउने उहिलेको बाजेहरूले भन्नुहुन्थ्यो नि अब सङ्गत चाहिँ गर्नुपर्छ है राम्रो भनेर भन्नुहुन्थ्यो त्यसको अर्थ चाहिँ त्यो रहेछ म पनि पहिले बुझ्दैन थियो तर अहिले बुझ्यो जस्तो अब ठुलो गुरुहरूको राम्रै सङ्गत गऱ्यो भने आफूलाई पनि राम्रै हुने हो है अनि अब एकदम भाइलाई पनि सबैले धन्यवाद दिने तपाईँ सब परिवारले है तपाईँहरूलाई पनि अब उहाँदेखि दुःख गरेर भाइलाई सम्झेर आइदिनु भयो हाम्रो परिवारको लागि त्यसको लागि अब आभार व्यक्त गर्ने ठाउँ त शब्दहरू छैन हामीसँग पनि एकदम मनबाट विशेष धन्यवाद तपाईँहरूलाई परिवारलाई सहयोग गरिदिनु सिङ्गो गाउँको भाइ है हामी चाहिँ त्यहाँ बच्चे हो भर्खरको मान्छे त्यो जीवन हाम्रो मन्जिल भाइलाई पनि धन्यवाद छ नि उहाँले ल्याइदिनु भयो यति उकालोमा है कति बाटोमा हामीले छ्याकै बुझ्ने भने सुभाषजीलाई भित्री त तपाईँहरू धेरैजना जोडिनु भएको छ है त्यसको लागि जात धर्म धनी गरिब देश विदेश नभनी हामी नेपाली भाषी एक हौँ भन्ने कुरा र मानवताको ज्वलन्त उदाहरणको बाटो देखाइदिनु भएकोमा सञ्जीवनी कल्याण संस्थाको सम्पूर्ण मेम्बर्सहरूलाई र विशेष यामुना नाना सबु नाना सुनिता नाना र भाउजूलाई म लगायत पूजन माले भाइको परिवारको तर्फबाट 10 औँला जोडेर नमन गर्न चाहन्छु।